आज म एउटा कविता भन्न गइरहेको छु। मेरो कविताको शीर्षक हो कहाँ छन् नेपाली। कोही छन् काङ्ग्रेस, कोही छन् एमाले, कोही त माओवादी। बिना कुनै पार्टीका को छन् सच्चा राष्ट्रवादी। नओढेको पार्टीको झण्डा को छन् शुद्ध नेपाली। नगर्ने दोषारोपण एक अर्कामा को छन् सच्चा नेपाली। नगर्ने दोषारोपण एक अर्कामा को छन् सच्चा नेपाली। कोही छन् खस बाहुन, कोही राई लिम्बू, कोही त नेवारी। सबैको फरक बोली र चाली, कहाँ छन् नेपाली। मानिस मानिसमा छुवाछुत हुन् त यी नेपाली। सच्चाई यही हो आजको दिन, कहाँ छन् नेपाली। सच्चाई यही हो आजको दिन, कहाँ छन् नेपाली। राजनीति यस्तो माध्यम बन्यो लडाउने फुटाउने। धर्म र जात अनेक नाममा फरक छुट्याउने। धनी र गरिबको खाडल बढ्यो कसरी सम्झाउने। यो चाहिँ सच्चा नेपाली भनी कसरी ठम्ब्याउने। यो चाहिँ सच्चा नेपाली भनी कसरी ठम्ब्याउने। चुनावी माहौलमा छुट्टिएका जनता छुट्टै भो। चुनावले ल्यायो जनतामा फाटो, नेतालाई फाइदै भो। टुक्र्याई देश फुटाई जनता राजनीति गर्नेहरू हो। भन त यहाँ नेपालमा नेपाली को चाहिँ हो। भन त यहाँ नेपालमा नेपाली को चाहिँ हो। कोही छन् हिमाली पहाडी, कोही मधेसी आदिवासी। गर्छन् भौगोलिक विभाजन, भन्छन् अझै आफै राष्ट्रवादी। मिसाई आफ्नो स्वार्थ राजनीतिमा, कुरा गर्छन् राष्ट्रवादको। राम्रो म नराम्रो त कुरूप सोच अनि संकुचित मनोभावको। राम्रो म नराम्रो त कुरूप सोच अनि संकुचित मनोभावको। अनि खोजौँ म कहाँ सच्चा नेपाली, सरल नेपाली, मृदुभाषी नेपाली, एक सम्मानित नेपाली। अनि खोजौँ म कहाँ सच्चा नेपाली, सरल नेपाली, मृदुभाषी नेपाली, एक सम्मानित नेपाली, एक सम्मानित नेपाली। धन्यवाद।